वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी मुकबाङ बनाउन आँटेको साथमा हुनुहुन्छ दुईजना। स्वागत छ तपाईहरुलाई दिपनाथ दिदीको च्यानलमा। हामी पनि आउनु पाउँदा धेरै खुसी भएका छौं। उले चाहिँ हामीलाई यो किनेर उसको भिडियोमा ल्याउनलाई उयो गरेको के भन्छ फकाको मार्टमा सामानहरु किन्न आएको छौं। ब्ल्याक मिठो हुन्छ कुन ब्ल्याक मिठो हुन्छ मिठो हुन्छ त त्यही त मजा आउँछ त। यो मिठो लाग्दैन त्यो भन्दा त्यही ठिक हुन्छ जस्तो लाग्छ के मलाई। काँचो पुरी प्लेट तिमीले देख्दैन न आफ्टर सो लङ रम्पर कति पछि देखेँ हौ मैले। अन्त के देखिन नि काला छ त्यो 2x पछाडि रहेछ नि त। हामीले चाहिँ यो हेरौँ कहाँ छ। कुनवाला एकछिन खुलाइराख न यहाँ एकछिन हावा लाग्दैन। बफ ससेस अब ये लगाऊँ है ठीक हुन्छ। हमारी बहन 180 अरू के सोचा थियो झन्डै कोकलाई बिर्सिसौँ कि। सरी आई कान्ट। उयो तातो छ त हौ यो त। चिसो छ त हौ। अनि पकाउँदैसम्म चाहिँ फ्रिजमा पनि हुन्छ नि त। डिपमा राख्नु यो तर फ्रिज यो तातै हुन्छ के तपाईलाई त्यस्तो लागेन हो तातो हुन्छ हैन किन्दिने हो मलाई। म गरिब छु यार। के अरे मलाई किन्दिने अरे चम्पक करेन्ट 2x भनेर फेरि 3x पो ल्याइन् यार। मिठो भएन भने चाहिँ फेरि मिठो हुन्छ हौ यो तर ओभर पिरो हुन्छ कि। होस् पिरो होस् तर टेस्ट मिठो हुनु पर्यो। टेस्ट पनि मिठो हुन्छ हो किन भन्दै मैले एकचोटि ल्याएको थिएँ खाएर हौ मामा यसले कहिले खाएको छु भन्दैन यार सामानहरू। काम काट्दैछ के मिठो हुँदो रहेछ यो। एकैचोटि 5वटा लिँदैन खानु। खाएको वाला त राम्रो आउँदैन मेरो भिडियो। मलाई खाना आउँदैन मतलब ए खानेलाई भन्दा हेर्नेलाई अड्किन्छ क्या। के भनेको थियो के भने खानेलाई हेर्नेलाई अड्किन्छ हक्नेलाई लाज भने जस्तै। ओके मैले खाएको देखेर अरूलाई अड्किन्छ कि मतलब के छ भन्नु न। हेलो गाइस हामी चाहिँ आइसकेका छौँ खानेकुरा लिएर। उठाउ त ए थम्ने गरौँ न कसरी गर्ने हो पहिले यस्तो गर्छ नि यसै उयो चाउचाउ त नि के भइसक्छ नि झुन्डे ल चाउचाउ भयो खाने हो अब खाऊँ। चियर्स गरौँ न पहिला खाऊँ न। उयो भएछ नि त चाउचाउ त के भएछ ल बोकिदिएको खानु मन परेको मलाई नि धेरै तातो रहेन रहेछ है। चिसो रहेन रहेछ। तिम्रो फ्रिजमा आइसहाल्ने हो नहाला अब म यो टेस्ट गर्न मन लागेको मैले खाउँ होइन कि तिमीले खाइ मिठो होइन त मिठो अनि मिठो छ पनि कपाल खोल्छु ल मिठो छ कि तर खानु अप्ठ्यारो हुन्छ कपाल खोल्दा। होइन मिठो छ। खासमा मलाई नुडल्सहरूको यस्तो हुन्छ नि यस्तो के भन्छ त्यो डेभिल्स भन्दा चाहिँ ठिक छ कि डेभिल्स भन्दा त त्यो मोटो पातलोमा हुन्छ नि मलाई यस्तो खालको चाहिँ मनपर्छ कि यस्तो वाला यो सबैमा पाउँदैन नि त फेरि। अहिले उयो ब्ल्याक कलरको आएको रहेछ नि फेरि 3x यस्तो करेन्टको त्यो रहेछ नि त्यो रहेछ 3टा हाल्यो भने त अब 1-2 दिन चाहिँ यस्तै खाएको मात्रै भिडियो आउँछ होला यार मेरो।
अब अरू त केही गर्न आउँदैन भिडियो एडिट गर्न आउँछ तिमीहरू त बोल्दैन त मैले अप्सनलाई एडिटर हायर गर्नु भनेको क्या महिनाको 500 रुपियाँ अरूभन्दा पनि अप्सनले भिडियो हेऱ्यो भने चाहिँ मलाई चाहिँ बोलाएन उनीहरू मात्रै गयो भन्छ नरि सबैलाई भने म तिम्रो अर्को पालि खुवाउँछु के गर्नु 3 जना मात्रै अट्ने ठाउँ हेर त अर्को बस्ने ठाउँ नै छैन त्यही भएर सरी सानी यहाँ कतिजना अट्छ अझै यतापट्टि एकजना अझै यतापट्टि एकजना अट्छ अझै चेप्पाची पनि हुन्छ क्या मोमो त कस्तो मिठो हौ मोमो मिठो छ क्या त्यहाँ त्यही भएर मैले भनेको थिएँ त कहिले भन्यो मोमो पनि कति भन्नु न कति पऱ्यो 245 आमै 240 अरे कहना क्या चाहते हो 45 ए 45 गणित त के हो यस्तो नेपाली स्कुल पढेर पनि गणित त रे अनि नेपाली स्कुल पढ्यो न इङ्ग्लिस आउँछ न नेपाली आउँछ अनि के यस्तो पढेको त के मतलब होइन त टिस्यु छ ल्याउँछु ल के आयो टिस्यु लिएर सबै खाइदिउँ ल हातले खान्छ यार ससे हातले खाएको हात धोएको छ है हामीले हात अघि धुको हो के फेरि यो घिन लाग्दैहरूले हात पनि नधुकिन खायो भन्नुहुन्छ ल नभन्नु ल त्यस्तो हामीले धोइसक्यो त्यही सस खाएको खाएको मिठो छ तिमीले खाएको कस्तो भएछ टिस्यु यहाँ छ है त्यहीमा सक्नुहुन्छ त हामीले लिएर आउँछौँ नि दिदी माथिबाट ठुलोवाला हुन्छ त्यो मिठो हुन्छ त्यो त साइज पनि कहिले हुन्छ त नि त्यसो त साइज नै ठुलो एउटा खाँदै धम्म हुन्छ पेट तर पनि मिठो हुन्छ। कति भयो नि अचेल हामी नलेको ठिकै है ससे त्यस्तो होइन पिरो भयो क्या चाउचाउ चाउचाउ त पिरो भयो मैले भनेको नि पिरो चाहिँ हुन्छ नाम्टे चाहिँ हुँदैन भनेको त्यो सी फुडवाला चाउचाउ चाहिँ कसले पनि नखानु होला भन्ने छ तर अब मनहरू त मनपर्छ होला कि मन पर्ने होला मन पर्ने हामी जस्तोहरूलाई चाहिँ मन पर्दैन खासै खासै त्यो मान्छेले के खाइरहेको हुन्छ क्या हुआ हाँसो लाग्यो मेरो अनुहार देखेर त्यहाँ म त त्यही भएर हेरेकै छुइनँ मैले खानेकुरामा फोकस गरौ माइग्रेन हात जस्तो छ त पिरोले मैले त बिहान खानासँग पनि करेन्ट चाउचाउ खाएको तपाईँको त आएको त पेट त अनि भरे फायर निस्किन्छ भरे कि बिहान भरेन पनि हुनसक्छ जे पनि हुनसक्छ अरू अरू कुरा निकालौँ न के गरौँ न कुरा पुरै सक्यो हाम्रो त क्यामेराको अगाडि चाहिँ पुरा ननिस्किन्छ ओइ तिमीहरू त्यो के बोला न म त धेरै बोल्दिनँ भनेको थिएँ नि त यिनीहरूलाई बुनुले चाहिँ ए हामी त तपाईँलाई चाहिँ थाहा हामी त बोलेको गर्छौँ शर्मा हुँदा त तपाईँ पो बोल्नु हुँदैन भने त अहिले केही बोल्दैन त हो त नि हामी एक्लै हुँदाखेरि कति बोल्छौँ भनेर गर्नु सक्दैन खोइ त गफ गरेको क्यामेराको अगाडि तपाईँले सुन्दाखेरि गफ हुँदैन नि त हाम्रो कस्तो थियो त मैले नयाँ ठाउँ भेटाएको राइड जानको लागि तर पेट्रोल महँगो कहाँ त्यो जामा चाहिँ गएको थियौँ नि त्यो सिधै रोडै रोड जाने थियो नि जामा दिदी माथि जामा चाहिँ हामी त्यहाँ गयो टिकट काट्नेबाट नि उता रोडहरू थियो नि अन्त सिधै त्यही त भनेको अस्ति नानीले पनि भन्दै हुन्थ्यो नि बाबु चामाले हामी त जाँदाखेरि त ज्यागा चाहिँ भन्दै थियो क्रिसले त्यही याद आयो त्यहाँदेखि उता जाँदाखेरि पो कुन ठाउँ पुगेछ भन्दै थियो नि नानीले त्यो बेला त्यहाँ पनि पुगेको थियौँ नि हामी कहिले पुग्यौँ हौ त्यो 2 घन्टा गाडीमा हिँड्दाखेरि न्यु इयरमा ककनी ककनी त उता होइन हो त्यताकै रोड रहेछ क्या ककनी जाने रोडै रहेछ कि त्यो हो र
ककरी पनि कस्तो राम्रो छ है। तिमी कहाँसम्म पुगेर आयो? त्यस्तो धेरै उता पनि गएन अलिक तलतिर गाउँ रहेछ त्योभन्दा उतापट्टि चाहिँ पुरै गाउँमा मजा आयो। हामी बस्नुतिर त गाउँमै छ। के छ? गाउँ कुन गाउँ? यो गाउँ हो? बस्नुतिर गाउँको त को उता लुबु हामी लु बस्छौँ र। हामीले बस्छौँ मोरी होइन उता लु पुग्नु अब भनेको? पैसा जे जस्तो भए पनि ममले चाहिँ मन जित्नु भयो है। अन्त हँसाउनु। गम क्या कसले जित्ने बेला उडबस गर्नेवाला उठबस के च्यालेन्जवाला अर्को पालि च्यालेन्जवाला ल ल यहाँ भइसक्यो। अर्को पालि च्यालेन्जवाला भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु। है सब्सक्राइब गर्नु होला। च्यालेन्जवाला भिडियोमा टेन्सन हुन्छ है यसले जित्छ र आफू च्यालेन्जवाला भिडियो हेर्न चाहनुहुन्छ भने रेड कलरको हार्ट, चाहनुहुन्न भने ब्लैक कलर का हार्ट। ब्लैक कलर जैसे तो अगर आप लोग हमें साथ देखना चाहते हो तो रेड कलर का हार्ट दीजिए। और अब हमें अब इंडियन बना दे और हम लोगों को साथ नहीं देखना चाहते तो ब्लैक कलर सब कमेंट तो ब्लैक ही ब्लैक होते खुच्चा खुच्ची गेम है ना। मलाई कोक हाल्दैन कोक बिना त बाँच्नै सक्दिनँ म त। कोक बिना त बाँच्नै सक्दिनँ म त। मलाई पहिला कोक मन पर्दैन थियो पो त ओइ नाकमा लगाएर होला हँ नाकमा लगाएर सानोमा मलाई यसले कोक खाँदैन त स्प्राइट खान्छ क्या मेरो त। फेभरेट थियो अनि फेरि हाम्रो घरमा सबै अरू चाहिँ सबै कोक खाने। सबै कोक खाने नि मेरो लागि भए पनि स्प्राइट लिएर आउनु। मम्मीले चाहिँ जे पनि खाइदिनु हुन्छ मिलेर मलाई चाहिँ फेरि कोक नै चाहिन्छ। एकचोटि क्या सुन म त्यो लकडाउनको बेला क्या लकडाउनको बेला सबै बन्द थियो अनि अब त्यो यस्तो कोकहरू पनि नखानु यस्तो भन्थ्यो नि त। अनि मम्मीले कोक लिएर आउनु थियो घरमा गर्मी थियो नि त अनि कोक लिएर आउनु थियो अनि सबैलाई हाल्नु भयो अनि एक ग्लास सबैले खाइसक्यो होइन। अनि यस्तो क्या मम्मीले यो कोक भयो उसको ग्लास त्यो भयो कोक पनि धेरै नखानु भन्छ भन्दै एक ग्लास हालेको क्या फेरि। ललितपुर तिमी चिकन थियो होइन आएको थियो उताबाट गाउँमा चितवन पनि बसेको अनि चिकन त पढेको नि 10 सम्म। के हो र 6 5 देखि कुन चितवन कहाँ? सौरा त्यही हो सौरा भनेको घुम्न जाने ठाउँवाला। त्यो अलिकति उता भयो त्यो हामी बसेको चाहिँ अलि यतै हो। को हुनुहुन्छ त्यहाँ चाहिँ? मामाहरू यो ससेस नपाकेको हो मजाले पाकेको यार त्यस्तो लाग्यो ओभनमा पकाएको अरे यस्तो लाग्यो होला। कच्चा कच्चा खान्छ। डबल पकाएको छ नि। कोक नि सक्यो सबै मैले फेरि पनि सक्यो अघि नै मेरो फिनिस्ड। ल ल दिदी ल आजलाई यति नै। बाई बाई। Thanks for watching.